यसलाई खेलाची नठानियोस्। यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गर्यो र 250 वर्ष पुरानो राजतन्त्रलाई धाराशाही पार्यो। यो त्यो शक्ति हो, यो त्यो शक्ति हो जसले जनआन्दोलनद्वारा, जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र स्थापना गर्यो। यसरी जनयुद्धको तागत र जनआन्दोलनको तागतलाई एक ठाउँमा ल्याएर इतिहास रच्ने मूल शक्ति र नेतृत्व यही नै हो। यसलाई खेलाची नठानियोस्। म सरकारलाई फेरि पनि जोड दिएर भन्न चाहन्छु, हामीले तपाईलाई निर्वाचन सम्पन्न गर्न सहयोग गरेका छौं। वर्षौंदेखि जसले राम्रो गरेका छ भनेर राम्रो गरेकालाई डिफेन्ड गरियो, तिनीहरूले नै अहिले जुन थालमा खायो त्यसैमा भमिट गरेर हिँड्ने। अनि तिनकै समाचार तपाईहरुलाई खुब तातो समाचार बन्छ, हट न्यूज, हट केक। यस्तो नगर्नुस्, बदमासी गर्नलाई बदमास हो भन्नुस्। अप्ठ्यारो परिस्थितिबाट देश गुज्रेकै हुनाले नेपाली जनताको एकता अपरिहार्य भएको देखेर नै हामीले यो एकता गरेको हो। यो कुनै खेलाची होइन। राष्ट्र र जनता प्रतिको जिम्मेवारी बोध र निष्ठाको परिणाम हो।